अहिले चाहिँ हामी एकदमै मिनी ग्रेड गरेर आएको छौँ। एकदमै राम्रो छ, धेरै समय लाग्दो रहेछ। अब चाहिँ सैलुङमाथि डाँडा चाहिँ पुग्न लाग्यो। एकदमै राम्रो, यो चाहिँ मिनी ग्रेडवाला रहेछ, एकदमै राम्रो छ। अनि हिमाल पनि तपाईँले यहाँबाट देख्न सक्नुहुन्छ। अनि हाम्रो दाजु स्टेफन दाजु हुनुहुन्छ, एकदमै राम्रो। चारैतिर यता वरिपरि एकदमै राम्रो नजारा चाहिँ छ यहाँबाट चाहिँ। फाइनल्ली हामी चाहिँ सैलुङ डाँडा यो टावरमा पुगेको छौँ र तपाईँले यहाँ देख्न सक्नुहुन्छ। यहाँ यो डाँडामा एकदमै सुन्दर दृश्य यहाँबाट देख्न सकिन्छ। र हामी चाहिँ त्यो तलको बाटो आएको र यहाँ चाहिँ मिनी ग्रेड वाल जस्तै रहेछ। हामी चाहिँ त्यहाँबाट आएको, एकदमै त्यो ठाउँबाट। यहाँबाट चाहिँ एकदमै क्लिन, हिमाल पनि एकदमै राम्रो देखिँदो रहेछ एकदमै। तर अहिले चाहिँ अलिकति बादलले छेकेको छ। यो हिमालहरू चाहिँ एकदमै राम्रो देख्न सकिन्छ। र यहाँ चाहिँ यो 100वटा छ भन्छ यो थुम्का चाहिँ। यो थुम्का चाहिँ एकदमै सुन्दर छ, एकदमै उठेको, एकदमै राम्रो दृश्य रहेको छ, घुम्नलाई एकदमै राम्रो। यहाँ देख्न सकिन्छ, यहाँ चाहिँ गौतम बुद्धको पाइला भनेर यहाँनिर लेखेको छ, बुद्धको पाइला। एकदमै यहाँनिर चाहिँ संरक्षण गरेर राखेको रहेछ सैलुङ डाँडामा। बुद्धको पाइला चाहिँ सायद यही नै हुनसक्छ, यही नै हुनुपर्छ। ढुङ्गा बनाएर राखेको एकदमै राम्रो लाग्यो। यही हो भ्यू टावर। यो चाहिँ पौराणिक चढाएर खप्टाएर राखेको छ। यहाँ चाहिँ सानो ढुङ्गा मजाले राखेको छ। अहिले भ्यू टावर भएको ठाउँमा चाहिँ आइपुगेको छु। यहाँबाट चाहिँ एकदमै राम्रो नजारा देख्न सकिन्छ। एकदमै यो उठेको भागहरू, यो तल पनि कति एकदमै राम्रो छ। धेरै मान्छेहरू आइरहने गइरहने क्रम भइरहेको छ, चलिरहेको छ। यहाँ चाहिँ एकदमै राम्रो। आज चाहिँ घाम मजाले लाग्यो। यो चाहिँ ढुङ्गाकै बनाएको रहेछ। यो चाहिँ भ्यू टावर भयो। यो चाहिँ स्टुपा बनाएको छ। वरिपरि भ्यू टावर चढ्न गइरहेको छु। र चाहिँ यहाँ चाहिँ भ्यू टावरको माथि छु र यहाँबाट चाहिँ एकदमै राम्रो देख्दो रहेछ थुम्काहरू अनि हिमालहरू पनि एकदमै राम्रो देखिन्छ। अनि यहाँबाट चाहिँ चढेर आउनुपर्ने, एकदमै राम्रो देखिन्छ। यहाँबाट चाहिँ सबै थुम्काहरू चाहिँ मसँग होइन। अनि यहाँ आएपछि म नि यहाँ खिचिदिएको मैले एकदम राम्रो बुझेँ नि।